हेलो गाइज वेलकम टू माई भ्लग। आज हामी आछौँ यता जङ्गलतिर। मम्मी बजै ठुलमम्मी हुँदै अर्कुदै फुर्दै। हेलो गाइज आइनको भ्लगमा हेर्नु होला जस्तो आउँछ त्यस्तै देखाउनु भएको छ है। यता देखाउन हो मान्छे हो भ्लगर गाइज नमस्ते साथीहरू। गाइज आज त्यस्तै देखाउनु भएको छ। गाइज आज हेर्नु मैले के देखाएको छु। इतार नाम मलाई यो हो भगवती दिदी, पछाडिको मेरो मम्मी, पछाडिको आइनको मम्मी अनि भगवती दिदीको मम्मी बजै भाइहरू दुईजना भाइ। म हो सुन्ता म हो भगवती। ता भन्ने मान्छेको सुन छ त्यही भएर सुन्ता हुन्छ नाम चाहिँ। तर मेरो सुन छैन। सुनिता नाम भए तापनि सुन छैन। सुन छैन मसँग भन्नु न। सुन्ने शक्ति चाहिँ छ फेरि। सुन्न पनि सुन्दैन। गजब बेइज्जती गजब बेइज्जती। लामखुट्टे टोकेर लामखुट्टे ढुङ्गा होइन त्यो जरा हो जरा। लाइट कम्प्लेन खानु पर्यो मैले लास्ट साथीहरू यो भाइ चाहिँ एकदम सानो हो त्यही भएर यस्तो घुप्टी परेर देखाउनु पर्छ। चिडिङ भने गाइस चिडिङ गाइस कम यहाँ चाहिँ आयनको मम्मी हुनुहुन्छ। हेलो गरिदिनु। फुटुङ हिँड्दैछ। कति राम्रो हिरो देखेछ भाइ। यो चाहिँ कमल पोखरीको जङ्गल। कोमलवाला पोखरी ए त्यो मान्छे रहेछ त्यस्तो नगर। लाइक आउनु फेरि छिटो डिसिप्लिनमा बस्नुहोस् ल। हाइटै पुगेन गरे बनपिठा खानु पर्नु भयो। ल बस के तिमी बस उचाल्छु। ल उचाल्नु न। उचालेर ठचक्क बसाल्नु न। ल बाबुलाई पिङ खेल्ने रहल लाग्यो अरे त्यही भएर यहाँ दुईवटा मम्मीहरूले चाहिँ बसाल्नु भयो। नरौ है फेरि। साग पनि कसरी खस्छ र। अलि बेसरी हेर के यो त म चाहिँ आउन्न। कस्तो लागिरहेछ भन्नुहोस् बताउनुहोस्। तपाईँको सब्सक्राइबरहरूले जान्न चाहनुहुन्छ यहाँ कस्तो लागिरहेछ। सबै टेस्ट गर्नु पऱ्यो नि सबै पिङ। ल झरा आउ जाम। ऊ त चिप्लोटी खेल्न जाऊ ल। नखेल्ने दाई हो गरे कि दाई। ठुलो दाई तर हाइसानो ठुलो दाई हाइट सानो गरेको आफैले आफैको बिल्ला हानेको। कमल पोखरीमा कमल छ कि नै कमल फुल। ऊ त्यहाँ है एउटा ऊ त्यो बिचमा के यता सुनिता यता आयनको मम्मी मेरो मम्मी बजै अनि आयन फुटुङ खुट्टामा लामखुट्टेले टोक्यो अरे। बाबु देऊ फुल्न लाग्यो कमल। ऊ आएर बिचमा मैले देखाउँछु तिम्रो गाइजहरूलाई पनि।
हो यो एउटा फुल्न लाख एउटा फुलिसकेको फुली अब they become police, huh? बाबु यता हेर न लौ छोप अब म छोप्दिनँ पिङ खेल्ने नयाँ तरिका देख्न सक्नुहुन्छ गाइजहरू मम्मी हल्लाइदिनु त हल्लाइदिनु आकाश छुने सपना तिम्रो तपाईँको भाइको आकाश छुने अरे आकाश छुन्यो पिङदेखि आकाश छुन्यो सपना कस्तो यता खेलेको भाइको भाला भाइको भनेर ल आन्टीहरूलाई पालो दिउँ है आउनुभएको छ यहाँ हामी चाहिँ अब आन्टीहरूलाई पालो दिन्छौँ पाले खेल्न आइपुग्ने हुन्न यहाँ दसैँ सक्यो तिहार क्या रङ बोले खै त सानो बाबु खै यहाँ भ्लग गराउने बाबु नै हरायो नि यहाँ बाटो क्या ए देखाइदिन्छु मैले एक्लै भन्दा त 3 जना रमाइलो आऊ यता बिचमा अट्छौ किन हो र एकलौटी हुने आऊ के अट्छौ आऊ म हल्लाइदिन्छु त्यो भन्दा त यही मजा मजा त आउँछ त्यो ए हजुरले टेस्ट गर्न जानुस् नाइ ओए उता सेतो र कालो खसिया छ गाइजहरु खै ए ऊ त्यहाँ देख्न सक्नुहुन्छ कोमल पोखरीमा यहाँ एउटा खसिना के हो खसिया हल्का देखेछ यदि हजुरको आँखा तेज छ भने देख्न सक्नुहुन्छ नत्र भने देख्नुहुन्न आइनको धनी साथको छ्याट परेको के परेको भने यति नजिक गइसक्यो थाहा थिएन अघि भयो जाँदा त गाडी जस्तो लाइट नजिकै छ सही हो उयो बाटो ल गाइस आजको लागि यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब कमेन्ट कमल पोखरी गरिदिनु होला बाई बाई घुम्न आइदिनु होला हुन्छ घुम्न आइदिनु होला गाइस